के गर्नु हुँदैछ? सरी डोक्दिए सबैलाई। मैले चाहिँ एउटा नयाँ भिडियो पोस्ट गरेको छु, माया देखाउनु होला सबैले। सेयर लाइक कमेन्ट गरिने, अलिकता माया देखाउनु होला है मनबाट नै। नमस्ते। Guys, next video, okay? Guys, udah follow dulu kan. Guys, अब एकछिन पछि लास्ट है। ल गाइस, अब रेडी भइसकेको छ न। गाइस, अब हेरौँ कहिले बनाइन्छ होइन। बनायो भने सेयर गर्छु, तर डिस बन्दैन किनकि नर्मल
द्याट इज नर्मल। आफ्नो आफ्नो तरिका हो न, आफ्नो आफ्नो तरिकाले बनाउनु पर्छ। त्यसैले मैले बनाएको तरिका चाहिँ यस्तो हो, ट्राई गर्ने हो। मस्ट स्पाइसी, स्विट, जुसी यस्तैहरूमा हाल्नु भने नि हाम्रो अब हजुरहरू पनि ट्राई गर्नु ट्याक्क बनाएर कस्तो हुन्छ भनेर है। अनि मेरो कमेन्टमा चाहिँ बनाएर टेस्ट गरेर अनि मलाई भन्नु होला है। ल मलाई कमेन्ट गर्नुहोस्, सिक्न मन छ भने यता आउनुपर्छ। डिसहरू चाहिँ नर्मल हो, घरमा बनाए जस्तै होइन, म त्यो तरिकाले बनाएको। आफ्नो आज स्पाइसी खाने मन लाग्यो अनि जुसी खाने मन लाग्यो त्यसरी बनाएको होइन। स्पाइसी, जुसी एन्ड स्विट। चिकनलाई चबाउँदाखेरि भित्रबाट जो चिकन हुन्छ नि त्यो चाहिँ स्विट हुन्छ, बाहिरको जो जुसी हुन्छ त्यो चाहिँ स्पाइसी हुन्छ होइन। अनि दुइटै भइहाल्यो नि, स्पाइसी पनि, जुसी पनि, स्विट पनि। ल भोलि भेटौँला त, कहिले हुन्छ भने त्यति बेला भेटौँला।